फिल्मको कथावस्तु खासै राम्रो नभएको पनि बताएका छन्। प्रतिक्रिया जसले जस्तो सुकै दिए तापनि चलचित्रको समीक्षा सकारात्मक आए पनि नकारात्मक आए पनि बलिदान चलचित्रका अभिनेता समीर भट्टको स्टारडम र बलिदानको हाइपका कारण फिल्मले आज बिहानदेखि नै अन्य दुई फिल्मको तुलनामा दमदार पकड कायम गरेको छ। चलचित्रले मर्निङको शोमै ओभरअल अकुपेन्सी 50% को लिएको थियो भने थुप्रै हल बिहानैदेखि हाउसफुल गरेको छ। 5:30 बजे प्राप्त गरेको शो पनि फिल्मले हाउसफुल गरेको छ भने राति 11:55 बजेसम्मको शो पनि यो फिल्मलाई दिएको छ भने उक्त शो पनि फास्ट फिलिङमा चलिरहेको छ। चलचित्रले डेको शोसम्म आइपुग्दा 50 देखि 80% को ओभरअल अकुपेन्सी लियो भने अधिकांश सिनेमाघरहरू हाउसफुल गरेको थियो। चलचित्रले यति बेला इभिनिङ र नाइट शोसम्म आइपुग्दा पनि 80 देखि 100% हाराहारीको अकुपेन्सी लिइरहेको छ भने प्राय हल हाउसफुल गरिरहेको छ। त्यसै कारणले फिल्मले आज बक्स अफिसमा अर्ली इस्टिमेट आँकडाको हिसाबले झन्डै 1 देखि 1.5 करोड हाराहारीको ग्रस ओपनिङ गर्न सक्ने प्रक्षेपण गरिएको छ। झन्डै 6.5 करोड हाराहारीको बजेटमा तयार भएको बलिदानले नेपालबाट लगानी उठाएर क्लिन हिटको ट्याग प्राप्त गर्नको लागि 14 करोड भन्दा माथिको ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ। हजुरहरूलाई के लाग्छ, यो फिल्म बक्स अफिसमा हिट हुन्छ कि फ्लप? आफ्ना मनमा लागेका कुराहरू हामीलाई कमेन्ट मार्फत व्यक्त गर्नुहोला। यदि हजुरहरूले यो फिल्म हेरेर आइसक्नु भएको छ भने हजुरहरूलाई यो फिल्म कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया तल हामीलाई व्यक्त गर्नुहोला। अब कुरा गरौँ चलचित्र हरिबहादुरको जुत्ताको। दिपेन्द्र के खनालको निर्देशनमा हरिवंश आचार्यको कथा पटकथा तथा संवाद रहेको कमेडी ड्रामा जनरमा आधारित फिल्मको शीर्ष भूमिकामा हामीले हरिवंश आचार्यका साथमा स्वस्तिमा खड्का, प्रियंका कार्की, प्रकाश सपुत, दिव्यदेव पन्त, हरिहर शर्मा लगायतका कलाकारहरूलाई देख्न सक्छौं। दर्शक महानुभावहरू, यो फिल्म आज नेपालभरि झन्डै 150 हाराहारी सोचका साथ प्रदर्शनमा आएको छ भने फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ। यो फिल्म आजबाट प्रदर्शनमा आएका 3 फिल्म मध्ये तेस्रो स्थानमा छ सोचको मामलामा, तर कमाईको मामलामा भने दोस्रो स्थानमा हुने देखिन्छ। किनभने यो फिल्मले माइती घरलाई कडा टक्कर दिइरहेको छ। किनभने फिल्मको जनर एउटै भएका कारणले फ्यामिली अडियन्सहरू दुई फिल्ममा विभाजन हुनुभएको छ भने युवा पुस्ताले बलिदान बढी रुचाएको देखिएको छ। यो फिल्मले मर्निङको शोमा 30 देखि 40% को ओभरअल अकुपेन्सी लिएको थियो भने केही हल भने बिहान 5:15, 5:30 र 5:45 बजे प्राप्त गरेको सोच पनि हाउसफुल गरेको थियो। डेको शोसम्म आइपुग्दा 50 देखि 70% को ओभरअल अकुपेन्सी लिएको फिल्मले थुप्रै हल हाउसफुल गरेको थियो भने यति बेला इभिनिङ र नाइट शोसम्म आइपुग्दा फिल्मको ओभरअल अकुपेन्सी 70 देखि 80% सम्म रहेको छ भने थुप्रै हलहरू हाउसफुल गर्दैछ। त्यसै कारणले फिल्मले बक्स अफिसमा आज नर्मल्ली पनि 50 लाख भन्दा माथिकै ग्रस बक्स अफिस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। झन्डै 3 करोडको आसपासमा बनेको फिल्मले नेपालबाट लगानी उठाएर हिटको ट्याग प्राप्त गर्न 7 करोड कमाउनु पर्ने हुन्छ। हजुरहरूलाई के लाग्छ, हरिबहादुरको जुत्ता बक्स अफिसमा हिट हुन्छ कि फ्लप? आफ्ना मनमा लागेका कुराहरू हामीलाई कमेन्ट मार्फत व्यक्त गर्नुहोला। यदि हजुरहरूले यी 3वटा चलचित्रहरूको डेली बक्स अफिस कलेक्सनको भिडियो रिपोर्ट हेर्न चाहनुहुन्छ भने